नमस्ते सबैजनालाई, जति पनि मेरो युट्युब च्यानल हेरेर बस्ने सबैलाई नमस्कार। आज हामी जाँदैछौँ आमालाई लिएर वृद्ध आश्रम सर्वोदय वृद्ध आश्रम हाम्रो पाउँदीमा रहेको आश्रममा। आमाले केही चकलेट केही खानेकुराहरू बाँड्ने योजना बनाउनु भयो, जाने इच्छा जगाउनु भयो र महादेवको दर्शन गर्ने जनाउनु भयो र आमालाई लिएर आज जाँदैछौँ। यहाँनिर यस्तो विशाल एउटा चौतारा जस्तो रहेछ, तल बुद्धको मूर्ति, यो चाहिँ आँपको रुख, ठुलो आँपको रुख, बुद्धको मूर्ति बनाइएको। यसरी हामी जाँदै थियौँ। यहाँनिर अन्य जनहरू पनि धेरै आउनुभएको रहेछ। यहाँ प्रायः जसो दिनमा धेरै मान्छेहरू आउने गर्नुहुँदो रहेछ यहाँनिर। र यहाँनिर गएर हामी यहाँ राख्यौँ र एकजना दाई आउनुभयो, चिनेको, त्यहाँ आश्रमको दाईले चिनिराख्नु भएको, हाम्रो आफन्तै पर्नुहुने। र यसरी हामीले यहाँ टिपायौँ, नाम टिपायौँ। नाम टिपाउनु पर्ने रहेछ। आफूले ल्याएको सामान अथवा पैसाहरू दिन चाहेमा यसरी टिपाउनु पर्ने रहेछ। हामीले केही रकम वितरण गऱ्यौँ, यहाँ टिपायौँ र अनि त्यस पछाडि अब तलपट्टि चाहिँ यहाँ 108 धारा छ। अनि त्यहाँनिर घुम्न जानको निम्ति स्ट्रेचर, आमालाई हिँड्न अलिक गाह्रो हुन्छ नि त, यहाँनिर अलिक ओह्रालो छ यहाँनिर र हिँड्न गाह्रो भएको कारणले गर्दाखेरि त्यसरी स्ट्रेचर लिएर आमालाई 108 धारा र शिवजीको दर्शनको निम्ति यसरी लैजाँदैछौँ। ओह्रालोमा के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। एकदम सुन्दर ठाउँ, तल यसरी बनाइएको रहेछ, धर्मनाथ धाम नाम राखेर यसरी गेटमा। र यहाँबाट चाहिँ आमा म हिँड्छु, हिँडेर दर्शन गर्छु भनेर लाग्नुभयो र स्टेचरबाट झरेर अब यहाँबाट चाहिँ हिँड्न लाग्नुभएको छ बिस्तारी समुदाय। यहाँनिर यति राम्रो गेटमा सुन्दर हनुमानको मूर्ति र यतापट्टि गणेशको मूर्ति राखिएको रहेछ। यहाँनिर धेरै होमहरू हुने ठाउँहरू, अब साथमै तल मर्स्याङ्दी नदी, एकदम आनन्दित ठाउँ, एकदमै राम्रो। अलिअलि पानीको छिटाहरू परिरहेको थियो। यत्तिकैमा म चाहिँ आमालाई यसो केही देखाउँदै, यहाँको सबै चिनाउँदै यसरी हिँडिरहेको थिएँ। यहाँनिर यसरी कैलाश पर्वत बनाइएको छ र यो 108 धारा, यो सबै धाराहरूबाटै पानी आउँछ। र यहाँनिर यस्तो प्रसाद छ र यहाँनिर बताउनु भयो यो शिवको मूर्ति यहाँ माथि रहेको, शिवजीको परिक्रमा गर्ने, घुम्दा राम्रो हुन्छ भनेर तल 108 शिवलिङ्ग, 108 शिवलिङ्ग छ र साइडमा चाहिँ 108 धारा। यसरी परिक्रमा गर्नको निम्ति यसरी समात्दै लाँदैछु। यसरी यहाँ ओम लेखेको फोटोसोटो खिच्नको लागि यत्र बनाइएको रहेछ। तर यहाँ नागको नि राम्रो लाग्यो, नाग यसरी बनाइएको रहेछ। के कस्तो लाग्छ। साथमा मर्स्याङ्दी नदी सुसाइरहेको तालमा यहाँनिर आउँदा निकै आनन्द लाग्ने। यसरी 108 शिवलिङ्ग, शिवजीको परिक्रमा गर्दै आमालाई डोराउँदै म चाहिँ यसरी लाग्दैछु यता। एक 108 धारा, मुक्तिनाथमा जस्तै यहाँ पनि 108 धारा, 108 शिवलिङ्ग यसरी बनाइएको छ। भिडियोमा सायद क्यामेरा पानी झरेको चाहिँ देखिए होइन होला, तर पानी चाहिँ सबैमा झरिरहेको छ। यहाँनिर पानी यसरी झरिरहेको छ सबै धाराहरूबाट, 108 धाराबाट पानी झरिरहेको छ। निकै सुन्दर आकर्षण लाग्ने
ठाउँ छ। माथिपट्टि चाहिँ यहाँ आश्रम र तल यस्तो धाम बनाइएको छ र यहाँनिर दाइले पनि देखाउँदै ठाउँहरू चिनाउँदै लानुभएको थियो। यहाँनिर एउटा यहीँ उत्पत्ति भएको यो चाहिँ शिवलिङ्ग, यहीँ उत्पत्ति भएको शिवलिङ्ग भनेर चिनाउनु भयो र आमाले त्यसलाई दर्शन गर्नुभयो र हामीले पनि त्यसलाई दर्शन गऱ्यौँ। यो चाहिँ यहीँ उत्पत्ति भएको शिवलिङ्ग। अरू शिवलिङ्गहरू चाहिँ बनाइएको अन्तबाट ल्याएर राखिएको हो भने यो शिवलिङ्ग चाहिँ यहीँ उत्पत्ति भएको शिवलिङ्ग भनेर बताउनु भयो र यसले दर्शन गर्नुभयो आमाले पनि। यस्तो र यतापट्टि पनि चिनाउनु भयो र यसरी अन्तिम धाराको एक धाराले चल यसो छर्किनुहोस् भनेर बताउनु भयो यहाँको दाइले। यसरी जल छर्केर जलको बाट आमाले गर्नुभयो र चाहिँ यतापट्टि आएर यो चाहिँ 7 राशि बनाउनु भएको रहेछ। यसलाई चाहिँ केही समयपछि बाहिर राख्ने छ भनेर बनाएर तयार गरेर राखिएको 7 राशि नक्षत्र भनेर बताउनु भयो र यसरी। अनि यहाँ चाहिँ यो मुक्तिनाथबाट ल्याएको के भन्छ यसलाई, शिला, यो माथि धेरै ढुङ्गाहरू राखिएको थियो र यहाँ पनि घुमेर दर्शन गर्नुभयो र यसरी सबै दर्शन गरेर अनि हामी चाहिँ फेरि माथि लाग्यौँ, किनभने हामी अर्कै ठाउँ पनि जानुपर्ने थियो र यसरी सबै वरपर आमाले घुमाएर अनि त्यस पछाडि आमाले फेरि सबैलाई यहाँका आश्रममा बस्नुहुने सबैलाई यसरी हामीले लगेको फ्रुटी बिस्कुट यसरी दिनुभयो सबैजनालाई। यसरी दिइसक्यौँ र बाँकी रहेको र हामीले लगेको सामान उभियो र हामी त्यो सामानले त्यहीँ छोड्यो विसर्जन गरेर अनि फोटोसोटो खिच्यौँ त्यहाँ होइन, सम्झनाको लागि फोटोसोटो खिच्यौँ सबै बस्यो गरेर र हामी किनभने पानी पर्न लागेको थियो, पानीको छिटो हानिरहेको थियो र हामी यहाँबाट निस्क्यौँ। अब निस्किएर हामी माथि राइनसतिर पनि जाने कार्यक्रम थियो, मामा घरतिर आमालाई यसो भेटघाटको निम्ति। त्यसैले आएर अब गाडीमा बसेर हामी माथि जान लाग्यौँ। ल के कस्तो लाग्यो सबैजनाले हेरेर कमेन्ट गर्नु। तपाईँहरू पनि यो आश्रममा आउन सक्नुहुन्छ, तपाईँले आफ्नो इच्छाले चाहेको दान दिन सक्नुहुनेछ र के कस्तो लाग्यो आश्रमको विषयमा लाइक कमेन्ट सेयर गर्नु होला भन्दै हुन्छ। आजलाई यति नै, धन्यवाद सबैजनालाई।